नमस्कार साथीहरू, स्वागत छ तपाईलाई मेरो युट्युब च्यानल सुरज अन द गोमा। आज म काठमाडौँको तारकेश्वर क्षेत्रमा रहेको एकदमै शान्त र सुन्दर स्थान शान्तिधाम घुमाउन लागिरहेको छु। सहरको भिडभाडबाट टाढा प्रकृति र आध्यात्मिक वातावरणले भरिएको यो ठाउँ धेरै मानिसहरू ध्यान र शान्ति खोज्न जाने गर्नुहुन्छ। यही बाटो हुँदै हामी पुग्नेछौँ शान्तिधाम, जहाँ मानिसहरू ध्यान, शान्ति र आध्यात्मिक अनुभूति लिन आउने गर्छन्। आजको यात्रामा म तपाईलाई बाटोको दृश्य, वरिपरिको वातावरण र शान्तिधामको सम्पूर्ण अनुभव देखाउने प्रयास गर्नेछु। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोस् र यदि तपाईलाई यस्तो यात्रा भिडियो मन पर्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अहिले म आइपुगेको छु काठमाडौँको शान्त र प्राकृतिक वातावरणले भरिएको एक सुन्दर ठाउँ शान्तिधाम। आज म यहाँहरूलाई यसको पुरा भाग भिडियोमा देखाउने छु। भिडियोको अन्तिमसम्म रहनुहोला। यो हो शान्तिधामको मुख्य क्षेत्र। यहाँको वातावरण एकदमै शान्त छ र ध्यान तथा आध्यात्मिक अभ्यासका लागि निकै उपयुक्त मानिन्छ। यहाँका साना साना संरचना, घन्टी र आध्यात्मिक प्रतीकहरूले यो ठाउँलाई अझै विशेष बनाएको छ। प्रकृति र आध्यात्मिकको सुन्दर संयोजन यहाँ देख्न पाइन्छ। यहाँ केही समय बस्दा मनमा छुट्टै शान्ति महसुस हुन्छ। सहरको तनावबाट टाढा भएर प्रकृतिसँग समय बिताउन चाहनेहरूको लागि यो ठाउँ एकदमै राम्रो लाग्यो। यहाँको वातावरण अत्यन्तै शान्त छ। वरिपरि हरियाली, जङ्गल, चिसो हावा र चराचुरुङ्गीको आवाजले यो ठाउँलाई अझै रमाइलो बनाएको छ। सहरको भिडभाडबाट टाढा भएर मनलाई शान्त बनाउने यो ठाउँ एकदमै राम्रो मानिन्छ। यो स्थल धार्मिक, प्राकृतिक दुवै हिसाबले महत्त्वपूर्ण मानिन्छ। यहाँबाट वरिपरिको हरियाली, डाँडाहरू र सुन्दर दृश्य पनि देख्न सकिन्छ, जसले यहाँको यात्रालाई अझै यादगार बनाइदिन्छ। यदि तपाईँ काठमाडौँमै हुनुहुन्छ र केही समयको लागि प्रकृतिसँग समय बिताउन चाहनुहुन्छ भने शान्तिधाम राम्रो विकल्प हुन सक्छ। यहाँ आउने मानिसहरू ध्यान, साधना र मानसिक शान्तिको लागि आउने गर्छन्। तपाईँहरूले देख्न सक्नुहुन्छ वरिपरि हरियाली, जङ्गल र एकदमै शान्त वातावरण छ। यस्तो ठाउँमा आउँदा मन नै हल्का भएको जस्तो महसुस हुन्छ। काठमाडौँको उत्तरी भागमा रहेको तारकेश्वर क्षेत्रमा पर्ने यो स्थान विशेष गरी आध्यात्मिक साधना र ध्यानका लागि चिनिन्छ। शान्तिधाम भन्ने नाम नै संस्कृत शब्दबाट आएको हो, जसको अर्थ हुन्छ शान्तिको घर वा शान्ति प्राप्त गर्ने स्थान। यो ठाउँ मूल रूपमा ध्यान, योग र आध्यात्मिक अभ्यासका लागि स्थापना गरिएको मानिन्छ। समयसँगै यहाँ साधकहरू, साधु सन्तहरू र शान्त वातावरण खोज्ने मानिसहरू आउने स्थानको रूपमा परिचित हुँदै गएको छ। वरिपरि हरियाली, जङ्गल, शान्त वातावरण र सहरको भिडभाडबाट टाढा भएको कारणले यहाँ आएपछि मनलाई एक किसिमको शान्त महसुस हुन्छ। त्यसैले धेरै मानिसहरू यहाँ ध्यान गर्न, प्रार्थना गर्न र केही समय प्रकृतिसँग बिताउन आउने गर्छन्। आज पनि शान्तिधाम काठमाडौँको नजिकै रहेको एक महत्त्वपूर्ण आध्यात्मिक स्थलको रूपमा चिनिन्छ, जहाँ मानिसहरू मानसिक शान्त र सकारात्मक ऊर्जा खोज्न आउने गर्नुहुन्छ। आजको भिडियोमा हामीले शान्तिधामको शान्त वातावरण र प्रकृति सुन्दरता हेऱ्यौँ। यदि तपाईँलाई यस्तो शान्त र प्राकृतिक ठाउँ मनपर्छ भने यहाँ एकपटक अवश्य आउनुहोस्। भिडियो मन परे लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अर्को भिडियोमा भेट्ने आशा राख्दै बिदा हुन चाहन्छु। हस्त नमस्ते।